परमेश्वरलाई महिमा। अनि यतिखेर हामी 12:30देखि अलिकति पर पुगेको छ। अनि म विश्वास गर्छु 15-20 मिनट हजुरसँग रहनेछु। अनि यो 15-20 मिनटको समय हाम्रो लागि महत्त्वपूर्ण समय रहनेछ। अनि हामीले प्रभुको शक्तिशाली कुराहरू अघि पनि सुन्यौँ। अनि मिठो कुरा चाहिँ यूहन्ना 2 अध्यायमा मरियम भन्ने यीशुको आमाले त्यो खाली भएको बर्तनलाई, खाली भएको भाँडोलाई देख्छ। अनि त्यो देख्दै गर्दाखेरि त्यहाँ धेरै कुरा बनिएको छ। अनि भित्रबाट लाग्यो कि हामीले पनि हाम्रो सेवकाईमा खाली भएको भाँडाहरू देख्नुपर्छ, खाली भएको भाँडोहरू, खाली भएको ठाउँहरू, जग्गाहरू देख्नुपर्छ। अनि यो कुरोले भित्र लाग्यो। अनि के हामीले देखेका छौँ त? खाली भएको भाँडाहरू, खाली भएको ठाउँहरू। जिन्दगीको थुप्रै भागहरूमा कहिलेकाहीँ हाम्रो खाली भइपठाउँछौँ। तर मिठो कुरा, अनि त्यो खबर लिएर यीशु कहाँ पुर्याउनुहुन्छ? जसै यसले खबर सुन्नुहुन्छ, चेलाले जीवनमा पहिलोचोटि काम गर्ने मौका पाउँछ। आमेन। अनि म यसरी भन्न मन पराउँछु, यस पृथ्वीमा, यो शताब्दीमा परमेश्वरले तपाईँ र मलाई उहाँको पुत्र सँगसँगै उहाँको चेला हुन पनि बोलाएको हो। अनि तपाईँ र म चाहिँ चेलाहरू। अनि मैले पढ्दै गर्दाखेरि यूहन्ना 2 अध्यायमा 6वटा घ्याम्पाको कुरा गरेको छ, 100 लिटरको कुरा गरेको छ। अहिले हामीसँग धारा छ, नल छ, खोल्ने बित्तिकै पानी आउँछ। अनि त्यो समयमा कुवा थियो। अनि 100 लिटर भनेको थोरै होइन, निकै समय लाग्छ। अनि 6वटा घ्याम्पा बन्नको लागिको त्यो एउटा प्रोसेस जुन छ, अनि त्यो एकदमै महत्त्वपूर्ण छ। अनि उनीहरूले भर्यो भन्छ कुवाबाट पानी निकालेर। अनि भर्ने क्रम चाहिँ हाम्रो लागि महत्त्वपूर्ण कुरा हो। अनि म यसरी विश्वास गर्छु, तपाईँ यो सेवकाईमा जोडिँदै गर्दाखेरि परमेश्वरले तपाईँलाई भर्नका लागि ल्याउनु भएको। आमेन। परमेश्वरले तपाईँलाई भर्नका लागि ल्याउनु भएको। अनि यतिखेर 1-2वटा मेरो जीवनको गवाहीलाई म राख्न चाहन्छु। अनि प्लानिङमा त थिएन यो कुराहरू, योजना पनि गरेको होइन। धेरैपल्ट म गवाही त्यति बताउँदिनँ। त्यो प्रभुले मलाई यहाँसम्म ल्याउनका लागि मेरो जीवनमा गर्नुभएको कुरा हो। अनि कहिलेकाहीँ मौका पर्दा, तर अघि वचन सुन्दै गर्दाखेरि मलाई लाग्यो कि मैले मेरो जीवनमा भएको केही भागहरू मैले बताउनुपर्छ। अनि हिजो पनि हामीले सुन्दैछौँ स्वर्गदूतको कुराहरू, गुरुबाबाट हामीले शक्तिशाली कुरा सुन्दै थियौँ, स्वर्गदूतले कसरी हामीलाई सहायता गर्छ। अनि मैले मेरो जीवनमा अनुभव गरेको छु। अनि एक दिन जो बिमारीको अवस्थामा हस्पिटलको बेडमा हुँदै गर्दाखेरि सेकेन्डचोटिको सिजर अपरेसन भएर, मेजर अपरेसन भएर बेडमा थिएँ, रेस्टमा थिएँ। म उठ्न सक्थेँ, हिँड्न सक्थेँ, सबै कुरा गर्न सक्थेँ। अनि मसँग बस्ने कोही पनि थिएन त्यतिखेर, सबै घर आउनु भएको थियो, किनभने सक्थेँ म सबै कुरा गर्न। अनि अचानक त्यो एक बेलुका मेरो जीवनमा यस्तो प्रकारको टर्निङ पोइन्ट आयो। मेरो आधा हातखुट्टाहरू नचल्ने भयो। अनि यस्तो प्रकारको ज्वरोहरू आयो मेरो जीवनमा, फेवरहरू आयो। अनि अत्याधिक रूपमा डक्टर, नर्स आत्तिन थाल्यो। अब के भयो? तर मलाई चाहिँ केही पनि भएको छैन, मलाई त्यसले केही पनि फिल भएको छैन। अनि अचानक त्यस्तो खालको एकदमै ज्वरोको लेभलहरू अगाडि बढ्दै गर्दाखेरि डक्टरहरू आत्तियो। अनि मैले भने, अब फोन पनि थिएन त्यतिखेर। अनि कसरी सम्पर्क गर्ने, कसलाई गर्ने? मैले भने, प्रभु यो सबै यस्तो परिस्थिति छ, यदि तपाईँ साँच्चै परमेश्वर हो भने तपाईँले यो परिस्थितिबाट मलाई निकाल्नुपर्छ भनेर जसै आँखा बन्द गरिराखेको थिएँ। अनि घरि पनि नर्स आउँछ, तेरो मान्छेलाई बोला भन्छ, आफूसँग न फोन छ, न नम्बर छ, केही त छैन। अनि त्यतिखेर एकजना व्यक्ति मका आयो। अनि मका आउँदै गर्दा बेलुकीको लगभग 7 बजेको थियो होला, थाहा छैन कति घन्टा उसले गर्यो। म 12 बजी मैले यसो हेर्दै गर्दा उसले मेरो टाउकोमा पानीपट्टि गर्दै थियो। अनि जति ऊ जसै आएर मेरो जीवनमा उसले छुन सुरु गर्यो। अनि उसले के सोच्यो थाहा छैन, मेरो आँखाबाट आँसु रसाउन थाल्यो। अनि म 1 बजी रातिसम्म मेरो आँखाबाट आँसु झऱ्यो। उसले थिचिराख्यो, उसले दबाई राख्यो, उसले पानीपट्टि गरिराख्यो। अनि मैले हिजो कुरा सुन्दै गर्दाखेरि परमेश्वरले हाम्रो जीवनमा कति ठुलो एउटा प्रोटेक्सन, एउटा सुरक्षालाई लिएर आउनुहुन्छ। हाम्रो आवश्यकतालाई परमेश्वरले पुरा गर्नुहुन्छ। अनि मैले त्यहाँदेखि एउटा कुरा अनुभव गरेँ कि परमेश्वरले हाम्रो जीवनमा किन हामीलाई बोलाउनु भएको, हामीलाई किन परमेश्वरले चुन्नु भएको। अनि त्यो दिन मैले त्यो प्रकारको उपस्थितिलाई महसुस गरेँ। अनि त्यो दिन मैले मेरो जीवनमा एउटा निर्णय गरेँ, परमेश्वरलाई भन्यो भने परमेश्वरले गर्नुहुन्छ, परमेश्वरलाई पुकारा गऱ्यो भने परमेश्वरले जवाब दिनुहुन्छ। अनि अर्को पनि एउटा घटना छ मेरो जीवनमा, जो मैले बिर्सिनै नसक्ने घटनाहरू छ। कुनै कुनै घटना जीवनको हामी बिर्सिन्छौँ, तर कुनै कुनै घटनाहरू हामी कहिले पनि बिर्सिँदैनौँ।
निकै अगाडिको घटना। अनि हामी खेती गर्थ्यौँ, त्यतिखेर धान रोप्ने काम गर्थ्यौँ। बर्खाको समय थियो अनि हामी यहाँ चाहिँ मङ्गलबार हाम्रो कटेज मिटिङ हुन्छ, घरेलु सङ्गति हुन्छ। अनि धान रोप्ने हामी त्यो दिन प्लानिङ भयो, योजना भयो। मङ्गलबारको दिन धान रोप्नको लागि हामीले खेताला पनि बोलायौँ। अनि म आफै, हामीसँग गोरु थियो होइन, अनि म आफै जोतेर, त्यत्रो बेसी त थिएन खेत, थोरै थियो। अनि म आफैले पटालाउँदै थिएँ। अनि पटालाउँदै गर्दाखेरि खबर आयो कि हामीले धान रोप्न बोलाएको खेतालाहरू पनि नभ्याउने रहेछ अनि नआउने रहेछ। नआइसकेपछि त समस्या सुरु हुन्छ, किनभने समय लाग्छ। 5 जनाले गर्नुपर्ने काम 2 जनाले गर्दा गाह्रो हुन्छ नि त, होइन र? प्रेसर पर्छ, विभिन्न कुरा हुन्छ। अनि मैले सोच्दै थिएँ मनमा, प्रभु यदि ऊ नभ्याउँथ्यो भने पहिल्यै भन्दा भइहाल्थ्यो त। जबरजस्ती थिएन नि त, किनभने भनेर नजानु चाहिँ एकदमै धोका दिनु हो। त्यो मनमा कुरा खेल्न थाल्यो। किन कुरा खेल्न थाल्यो भन्दै गर्दाखेरि मङ्गलबार हो, म त सङ्गतिमा जानुपर्छ, समय पुग्नुपर्छ। अनि सङ्गतिमा पुगेन भने गाह्रो हुन्छ। अनि यो कुराहरू मनमा कुरा खेल्न सुरु गर्यो। अनि खेल्दै म पटल लाउँदै थिएँ। सायद तपाईँले धान रोप्नु भयो भने तपाईँलाई थाहा हुन्छ पटल लाउँदै गर्दाको अवस्था। अनि एक प्रकारको भावनामा म डुबी पठाएँ त्यतिखेर। अनि यस्तो प्रकारको गयो, म त सोचमा डुबेछु, निकै पर पुगी पठाएछु। म पट्टामा छु भन्ने पनि थाहा भएन, म पट्टा लाउँदैछु भन्ने पनि थाहा भएन। अनि गोरु जाँदो रहेछ, आफै घुम्दो रहेछ, गोरु जाँदो रहेछ, आफै घुम्दो रहेछ। अनि मेरो बुवामा हेर्नुहोस्, यसले के गरेको, एउटै ठाउँमा मात्रै किन घुमाउँछ यसले जतिखेर पनि, मलाई पत्तै छैन। केही मिनट त्यस्तो भइसके पछाडि, लगभग 10-15 मिनट भएछ लगभग त्यो परिस्थिति। एक राउन्ड गोरु आफै जान्छ, गोरु आफै घुम्छ। अनि अचानक मैले एक प्रकारको थप्पड खाएँ। अनि मैले त्यो कुरो झसङ्ग बिर्सिँदै गर्दा म त पटामाथि उभिएको रहेछु, गोरु हिँडिराखेको छ। अनि यस्तो लाग्यो, मलाई कसले हिर्कायो कि मैले मेरो गालामा त्यो थप्पड खाएको मैले अनुभव गरेको छु। यस्तो प्रकारको थप्पड खाएँ, रियल रूपमा मैले त्यो गालाको थप्पडहरूलाई मैले थाहा गरेको छु, आवाज शुद्ध मैले थाहा पाएको छु। त्यतिखेर झसङ्ग हुँदा म त पटामाथि उभिएर बसिरहेको रहेछु, गोरु हिँड्दै रहेछ। अब म तनावमा परेँ, कसले मलाई कुट्यो, कसले हिर्कायो, के भएको। अब म अझै उथुल पुथुल हुन सुरु गर्यो। त्यतिखेर एउटा सानो आवाज मेरो हृदयमा आयो, त किन रिसाउँछस् ऊ नआएकोमा, त किन यति साह्रो भयभीत हुन्छस्। हेर, मेरो काम गर्नलाई पनि मेरो मानिसले धेरैपल्ट यसरी स्वीकार गर्छु भनेर निर्णय पनि गर्छ। र कति मानिसले धोका दिएको छ, कति मानिसले मलाई धोका दिएको छ, गर्दैन। त्यतिखेर मलाई कस्तो हुन्छ भन्दै गर्दा बराबर आँसु झऱ्यो। त्यो काम गर्दै गर्दा, पटलाउँदै गर्दा बराबर आँखाबाट आँसु झऱ्यो। अनि यस्तो साह्रो लाग्यो त्यतिखेर, प्रभु म गर्छु तपाईँको काम, म गर्छु प्रभु तपाईँको काम, तपाईँले मलाई सुन्नुपर्छ, म गर्छु तपाईँको काम। अनि मैले तपाईँलाई बताउँदै गरेको कुरा चाहिँ, यदि तपाईँ र मैले जिन्दगीमा प्रभु काम गर्ने निर्णय गर्छु भने परमेश्वरले तपाईँहरूको लागि सबै प्रबन्ध खोल्नुहुन्छ, सबै कुराको ढोका खोल्नुहुन्छ। यस कारणले गर्दाखेरि म तपाईँलाई यो समय बिन्ती गर्न चाहन्छु। थुप्रो कुराहरू छ, अघि हामीले गुरुबाबाट सुन्यौँ कि परमेश्वरले तपाईँ र मलाई त्यत्तिकै ल्याउनु भएको होइन। थुप्रै कुरा छ। जब तपाईँ र म पवित्र आत्माले भरिन्छ नि, हाम्रो जिन्दगीको सही निर्णय गर्ने ठाउँमा हामी उभिन्छौँ, सही निर्णय गर्ने ठाउँमा उभिन्छौँ। म यसरी भन्न मन पराउँछु, यो दानियलको पुस्तक 1 अध्यायमा त्यहाँ एउटा घटना घटेको छ। अनि यो घटना म तपाईँको अगाडि राख्न चाहन्छु। देखेर हामीसँग थोरै समय छ, अनि थोरै समय म तपाईँलाई किन बताउँदैछु भन्दै गर्दाखेरि दानियल 1 अध्यायको 11, 12, 13, 14, 15, 16, 17 पदसम्म म तपाईँको निम्ति पढ्दैछु। ध्यान दिएर सुन्नुहोला। यसरी भन्छ, त्यसपछि दानियल, हन्नाय, मिसाएल र अर्जायमाथि खटाइएका सुरक्षाकर्मीलाई दानियलले भने, कृपया तपाईँका दासहरूलाई 10 दिनसम्म जाँच्नुहोस्, हामीलाई खानको लागि सागपात र पिउनका लागि पानी मात्र दिनुहोस्। त्यसपछि राजकीय खाना खाने जवानहरूसँग हाम्रा चेहरा दाँच्नुहोस् र तपाईँले देख्नु भए अनुसार आफ्ना दासहरूसँग व्यवहार गर्नुहोस्। यसकारण उनले यो कुरा मन्जुर गरे र 10 दिनसम्म तिनीहरूको जाँच गरे। 10 दिनपछि राजकीय खाना खाएका ती अन्य जवानहरू भन्दा तिनीहरू स्वस्थ र पुष्ट देखिए। यसकारण ती सुरक्षाकर्मीले तिनीहरूका लागि तोकिएको मिठा मिठा खाना र दागमा हटाएर तिनीहरूलाई सागपात दिए।
ती 4 जवान मानिसहरूलाई परमेश्वरले सब किसिमका साहित्य र शिक्षाको ज्ञान र समझ दिनुभयो। अनि दानियल सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए। आमेन। यहाँ एउटा यस्तो घटना छ, एउटा राजाको उर्दीलाई, राजाको आदेशलाई प्रभुलाई विश्वास गर्ने मानिसहरूले इन्कार गरेर प्रभुको अगाडि उभिएको व्यक्तिहरू छ। आमेन। जसै उनीहरूले त्यो कुरालाई इन्कार गरेर नै दानियलको जीवनमा एक प्रकारको ढोका खोल्यो। कुन ढोका खोल्यो भन्दै गर्दाखेरि सबै किसिमका दर्शन र सपनाको अर्थ खोल्ने ढोकाहरू खोलिएको छ। आमेन। यदि उनीहरूले त्यो दिन होइन हामी पनि राजघरमा खाना खान्छौँ हुन्छ भनेको थियो भने, त्यो खानाबाट अलग्गिएको थिएन भने उनीहरूको जीवनमा यो प्रकारको परिस्थिति सिर्जना हुने थिएन। तर त्यो दिन दानियलले र उसको साथीहरूले एउटा निर्णय गर्छ, एउटा डिसिजन गर्छ। मैले तपाईँलाई बताउँदै गरेको कुरा चाहिँ, जब मानिस आत्माले भरिन्छ नि, हिजोबाट हामीले सुन्दै थियौँ पवित्र आत्माले भरिँदै गरेर धेरै कुरो देखा पर्छ। तर त्यो मध्ये एउटा कुरा चाहिँ यो पनि हो कि मानिसले सही निर्णय गर्छ, जीवनमा सही डिसिजन गर्छ। अनि त्यो डिसिजनले उनीहरूको जीवनमा यस्तो प्रकारको ढोका खोलिएको छ दानियलको जीवनमा कि उसले सबै कुराको अर्थ खोल्न सक्ने भएको छ। आमेन। आमेन। म तपाईँलाई बताउँदै गरेको कुरा कि हाम्रो लागि कति इम्पोर्टेन्ट कुरा रहेछ। थाहा छैन मलाई किन यो निर्णय भन्ने कुरा मात्रै मैले जोड दिएको छु, यो भन्न मात्रै मलाई मन परिराखेको छ। थाहा छैन तपाईँ कस्तो परिस्थितिबाट यहाँ आउनु भएको छ। थुप्रै नोटहरू मैले बनाएको छु, थुप्रै कुरा छ। तर यहाँ बस्दै गर्दा कि मैले वचन सुन्दै गर्दा मैले यो कुरा मात्रै भन्नुपर्छ म फिल गर्दैछु। त्यतिखेर सुन्दै गर्दाखेरि कि हाम्रो जिन्दगीको एउटा डिसिजन पोइन्ट छ। धेरैपल्ट हामीले डिसिजन गऱ्यौँ होला, धेरैपल्ट भन्यौँ होला प्रभुलाई, प्रभु म तपाईँको लागि यो गर्छु त्यो गर्छु। तर कहिलेकाहीँ जिन्दगीको बाटोहरू नमिल्दै गर्दाखेरि म गर्दिनँ हौ भनेर हामी बाहिर लाग्यौँ कि आज परमेश्वर तपाईँलाई फेरि एकचोटि यस ठाउँमा फर्काएर ल्याउनु भएको छ, फेरि एकचोटि फर्काएर ल्याउनु भएको छ। एउटा उदाहरण घटना म तपाईँलाई बताउँछु। जिन्दगीको महत्त्वपूर्ण विषय तपाईँहरू मेरो लागि महत्त्वपूर्ण छ। जिन्दगीको बारेमा हामी सबैले सोच्छौँ, सबैले याद गर्छौँ। भविष्यको चिन्ता सबैलाई छ। को होला भविष्यको चिन्ता नहुने? सबैलाई छ, मलाई पनि छ। तर मैले एउटा कुरा थाहा पाएँ, तपाईँले ब्याङ्कमा पैसा राख्नुभयो भने, डिपोजिट गर्नुभयो भने 10% होइन र 12% त्यस्तै तपाईँले त्यसको इन्ट्रेस्ट पाउनुहुन्छ। तर मेरो बाइबलमा, मैले पनि बाइबलमा चाहिँ 30देखि गुणा गरेको छ, 60 हुँदै सय पुग्छ। आमेन। त्यस कारणले गर्दाखेरि यदि तपाईँ र मेरो लगानी गर्ने भने परमेश्वरको राज्यमा गर्नुपर्छ, परमेश्वरको राज्यमा गर्नुपर्छ, जहाँ कहिले नघट्ने ठाउँबाट, कहिले नसिद्धिने ठाउँबाट आइरहेको छ। यदि तपाईँ र मैले परमेश्वरको राज्यमा लगानी गर्छ भने तपाईँ र मलाई कहिले पनि परमेश्वरले अभाव हुन दिनुहुन्न। अनि एउटा उदाहरण म तपाईँलाई भन्छु। चोर भन्ने कुरा सबैलाई मनपर्छ होला होइन र, चोर्नु। अनि कहिलेकाहीँ चोरको हातमा नि करोडौँ पैसा हुन्छ क्या, बुझ्दैन? करोडौँ पैसा हुन्छ। तर कहिलेकाहीँ चोरलाई 10 रुपियाँ पैसा पनि माग्नुपर्छ क्या, 10 रुपियाँ पैसा पनि उसले अरूको हात थाप्नुपर्छ, अरूको अगाडि हात थाप्नुपर्छ। कहिलेकाहीँ उसँग नि लाखौँ पैसाहरू हुन्छ। अनि म यसरी भन्न मन पराउँछु, प्रभुको राज्यमा हामी चोर व्यक्ति हुनु हुँदैन। जीवनै प्रभुले दिनुभयो, काम गर्ने शक्ति पनि प्रभुले दिएको, विचार पनि प्रभुले दिएको हो, सबै कुरा प्रभुले दिएको। अनि सबै कुरा उहाँ नै प्रभुको हो भन्ने कुरालाई हामी याद गरौँ। यदि तपाईँ र मलाई कसैले केही कुरा दिन्छ भने, तपाईँ र मसँग केही कुरो उन्नति भएको छ भने सिर्फ तपाईँको लागि मात्रै होइन, परमेश्वर तपाईँलाई कसैलाई दिनको लागि पनि दिएको हो। आमेन। कसैलाई दिनको लागि पनि दिएको हो। यस कारणले गर्दा हाम्रो जिन्दगीमा केही निर्णय गर्नुपर्ने छ। एकजना सन्त कहाँ एकजना व्यक्ति जान्छ, ऊ व्यक्ति यसरी जान्छ, जीवनमा साह्रो कठिनाइ भयो। अनि आफ्नो प्रश्न लिएर सन्त कहाँ पुग्छ। सन्तलाई भन्छ, गुरु मेरो जीवनमा कठिनाइ छ, जीवन जिउन गाह्रो भयो, मैले एउटा प्रश्न लिएर आएको छु, कृपा गरी मलाई बताइदिनुहोस्, यसको हल बताइदिनुहोस् भन्दै गर्दाखेरि गुरुले भन्छ, सन्तले भन्छ, हुन्छ ठिक छ, तर आज म अलिक थाकेको छु, अलिक गलेको छु, आज राति तिमी यहीँ बस्छ, भोलि बिहान हुन्छ म तिमीलाई तिम्रो प्रश्नको उत्तर पनि दिन्छु, समस्याको हल पनि बताइदिन्छु। व्यक्ति पनि खुसी हुन्छ। एकछिन पछिबाट सन्तले भन्छ, अनि सन्तको चाहिँ गुरुको चाहिँ उटको एउटा ठुलो के भन्छ एउटा कारखाना भनौँ न, लगभग 100वटा जति उटको एउटा कारखाना हुन्छ।
अनि उसले उठ पालेको हुन्छ। अनि उठ पाल्दै गर्दाखेरि त्यो दिन अब यसलाई संयोग भनौँ कि योजना भनौँ तपाईँको कुरा हो। अनि त्यो उठलाई स्याहार गर्ने मान्छेले छुट्टी लिएको हुन्छ। अनि गुरु आएर भन्छ, सन्त आएर भन्छ, यसो गर, आज राति यो मेरो उठहरू छ, उठको गोठहरू छ, त्यहाँ गएर उठलाई तिमीले बसाइदिनु। अनि उठलाई सबै उठलाई बसाउनु अनि तिमी सुत्नु भन्छ। ऊ पनि खुसी हुन्छ, किनभने गुरुले भनेको मान्छ। उसले पनि प्रश्न लिएर गएको छ, उत्तरको चाह छ होइन, हलको चाह छ। अनि खुसी हुन्छ, गुरु सुत्न जान्छ। अनि त्यो व्यक्ति गएर उठलाई सुताउँछ, बसाउँछ। एउटा बसाउँछ, अर्कोलाई बसाउँछ, अर्कोलाई बसाउँछ, अर्कोलाई बसाउँछ, अर्कोलाई बसाउँछ। अन्तिममा गएर अब दुईवटा मात्रै बाँकी रहन्छ। अनि त्यो दुईवटा मध्ये पनि एउटालाई जसै बसाउँदै गरेको हुन्छ, पछाडिबाट अर्को फुत्तै उठ्छ। अनि त्यो सकेर जाँदै गर्दाखेरि त लगभग 10-15 उठिसकेको हुन्छ। फेरि बसाउँछ, फेरि उठ्छ, यताबाट बसाउँदै उताबाट उठ्दै जान्छ। अनि यसो काम गर्दै जाँदाखेरि उसले बिहान छर्लङ्गै बनाउँछ। अनि सन्त उठेर आएर आउनुहुन्छ। अनि सन्तले सोध्नुहुन्छ, उठेर आइसकेपछि बिहान हुन्छ। बिहान हुँदै गर्दाखेरि त्यो व्यक्तिले यसरी भन्छ, गुरु मैले उत्तर पाएँ, फर्केर जान्छु। भन्नुको मतलब तपाईँ मेरो जिन्दगी तपाईँ र मैले सोचे जस्तो ठ्याक्कै कहिले पनि हुँदैन। जिन्दगीमा उताउ चढाउ आउँछ। तर म यसरी भन्न चाहन्छु, त्यो उताउ चढाउको बिचमा पनि परमेश्वरले राख्नुभएको उपस्थिति चाहिँ तपाईँ र मलाई कति महत्त्वपूर्ण कुरा हो। त्यो उपस्थिति तपाईँ र मसँग छ भने नि त्यो उताउ चढाउले तपाईँ र मलाई कहिले पनि लडाउन सक्दैन। त्यो उताउ चढाउले कहिले पनि तपाईँ मलाई अप्ठ्यारो बाटोमा लिएर जान सक्दैन। किन त्यो उपस्थिति तपाईँ र मलाई जोगाएर राख्छ। अघिदेखि हामी सुन्दै थियौँ, प्रभुको उपस्थिति, प्रभुको अभिषेकले तपाईँ र मेरो लागि समाधानको ढोका खोलिन्छ। समाधानको ढोका खोलिन्छ। परिस्थिति जस्तोसुकै भए तापनि परमेश्वरले तपाईँ मेरो लागि ढोकाको बाटो बनाउनु भएको छ। यस कारणले गर्दाखेरि जिन्दगीमा कहिलेकाहीँ त्यस्तै भएर हामी जान्छौँ। यता गऱ्यो हुँदैन, यताबाट मिलाउँदै जान्छ, उताबाट भत्किँदै आउँछ, यताबाट मिलाउँदै जान्छ, उताबाट भत्किँदै आउँछ। अनि यस्तो लाग्छ कहिलेकाहीँ हामी हरेस खाइपठाउँछौँ। त्यतिखेर कहिलेकाहीँ हामी हरेस खाइपठाउँछौँ। अब त नहुने रहेछ जिन्दगी, कति गर्दा त हुँदैन, कति गर्नु, कति भन्नु, त मान्छे बनिँदैन त, सुध्रिँदैन त। तर तपाईँ र मेरो लागि प्रभुले दिनुभएको कारण चाहिँ, तपाईँलाई राख्नुभएको कारण चाहिँ किन भन्ने कुरा हो। किन चाहिँ परमेश्वरले राख्नुभयो। अर्को पनि एउटा उदाहरण जोड्न मन पर्यो। एक दिन एउटा सङ्गतिमा एउटा भाइ, राम्रो भाइ, पास्टरकार भन्छ, पास्टर मैले ठुलो गल्ती गरेको छु, यस्तो गल्ती गरेँ, म पश्चाताप गर्न चाहन्छु, मलाई पश्चातापको प्रार्थना गराइदिनुहोस्। बडो खुसी हुन्छ, के भयो त यस्तो राम्रो भाइ। उसले भन्छ, होइन मैले एउटा डोरी चोरेको छु भन्छ। छक्कै पर्छ पास्टर पनि, डोरी चोर्दा पनि यत्रो ठुलो पश्चाताप। अनि ठिक छ, पश्चातापको प्रार्थना, पास्टर दोहोऱ्याउनुहुन्छ। अनि भाइ चर्चबाट जसै ढोकामा पुगेको हुन्छ, पुगिसकेपछि फेरि फनक्क फर्केर पास्टरलाई भन्छ, पास्टर भाउ मैले एउटा कुरा भन्नै बिर्सेछु नि, डोरीको अन्तिममा त घोडा पनि छ। र बुझ्दैछ, डोरीको अन्तिममा चाहिँ घोडा पनि छ। कहिलेकाहीँ हाम्रो जिन्दगीको प्रार्थना यस्तै हुन्छ, हाम्रो पश्चाताप यस्तै हुन्छ। कतिपल्ट हामीले त्यो घोडा जस्तो व्यक्तिलाई हामीले पालेर राखेका छौँ, जो हामी देखाउन चाहँदैनौँ। अनि जतिखेर हामी लुकाउँछौँ, सानो सानो कुराको लागि हामी यस्तो इमान्दारी भइपठाउँछौँ, र जुन कुरा प्रभुले तपाईँ र मबाट चाहनुभयो त्यो कुरा चाहिँ हामी लुकाइपठाउँछौँ। आज तपाईँहरू यस ठाउँमा आउनुको पछाडि उद्देश्य के हो? बाइबलमा मिठो मिठो उदाहरण छ। अनि म दुईवटा उदाहरण भनेर अन्त पनि गरिहाल्छु। अनि म विश्वास गर्छु यो दुईवटा उदाहरणसँग, दुईवटा घटनासँग तपाईँ जोडिनुहुनेछ। तपाईँको जिन्दगीको टर्निङ पोइन्ट तपाईँले थाहा पाउनुहुनेछ। अनि एउटा घटना चाहिँ लुकाको पुस्तक 19 अध्याय, त्यहाँ जक्कयस भन्ने एकजना व्यक्ति हुन्छ। यसो त्यो बाटो भएर जानुहुन्छ। अनि एक दिन जक्कयसलाई यसुलाई हेर्ने इच्छा लाग्छ। आमेन। यसुलाई हेर्ने इच्छा लाग्छ। अनि उसको इच्छाले एउटा हाकिम जस्तो मान्छेलाई पनि इच्छा लाग्दो रहेछ। अनि उसले इच्छा गरिसके पछाडि रुखको सहारा लिन्छ। यहाँ पुड्को भन्ने शब्द चलाएको छ, तर मैले बुझेको चाहिँ उसले एउटा सहारा र रुख बनाउँछ। याद गर्नुहोस्,
यो 3 दिनको सेवाकाई तपाईँको लागि एउटा रुख बनिएको छ। तपाईँ यो ठाउँमा आउनुको पछाडि यसोलाई म पनि हेर्छु भनेर जसै तपाईँले कल्पना गर्नुभयो नि, सङ्कल्प गर्ने त्यो दिन जक्काइस भन्ने व्यक्तिले सङ्कल्प गर्छ हृदयमा। अनि म विश्वास गर्छु जसै यसो आउनुहुन्छ नि रोकिनुहुन्छ। न यसोले कहिले देखेको जक्काइसलाई, न उसको बारेमा केही कुरो थाहा थियो, तर त्यो ठाउँमा उभिँदै गर्दाखेरि चाहिँ माथि पनि नहेरी ए तिमी जक्काइस तल ओर्लेर आऊ, आज मलाई तिम्रो घरमा भोजन खानु छ। एउटै कारणले हो, त्यो चाहिँ हो जक्काइसले यसोलाई हेर्ने सङ्कल्प गर्यो जीवनमा। जसै उसले निर्णय गर्छ नि उसको लागि उद्धारको ढोकाहरू खोलिन्छ। जसै यसो जक्काइस घरमा पुग्नुहुन्छ नि उसले भन्छ यदि मैले अन्यायपूर्वक ल्याएको छु भने गरिबहरूलाई आधा भाग दिन्छु, त्यो मात्रै होइन अन्यायपूर्वक ल्याएको भने 4 गुणा फिर्ता गर्छु। यस्तो प्रकारको प्रस्ताव उसले गर्छ। अनि त्यतिखेर यसोले एउटा शब्द हुन्छ, यो घरमा आज उद्धार आएको छ, यो घरमा आज उद्धार आएको छ। अनि उद्धारको मतलब चाहिँ हामीले धेरैपल्ट मुक्ति भन्ने कुरा पायौँ, कतिपल्ट हामीले सजिलो मात्रै लाग्यो। तपाईँको जिन्दगीको उद्धारहरू हुन बाँकी छ। कयौँ जिन्दगीको भागहरू छ जहाँ हाम्रो उद्धार भएको छैन। मैले हिजो पनि भन्दै थिएँ, कहिलेकाहीँ तपाईँ मेरो आँखाको भागहरू छ जसले आँखाले उद्धार पाएकै छैन। तपाईँ मेरो कानहरू छ, कानले उद्धार पाएकै छैन। यो कानले पनि अब उद्धार पाउनु छ, यो आँखाले पनि उद्धार पाउनुपर्छ। तपाईँको विचारमा हजारौँ प्रश्नहरू आउँछ, तपाईँको दिमागमा हजारौँ कुराहरू खेल्छ, यो कुराले पनि अब उद्धार पाउनुपर्छ। तपाईँको मुखले अनेक कुरा खाएको छ, यो मुखले पनि उद्धार पाउनुपर्छ। यदि तपाईँले यसोलाई हेर्ने सङ्कल्प मात्रै गर्नुभयो भने पनि परमेश्वरले तपाईँको लागि उद्धारको ढोका साँचेर राख्नु भएको छ। तपाईँको लागि उद्धारको ढोका परमेश्वरले राख्नु भएको छ। जिन्दगीमा धेरैपल्ट धेरै कुरा गरी पठाउँछौँ, तर कहिलेकाहीँ हाम्रो लागि सङ्कल्प नै ठुलो कुरा हुन्छ। त्यो दिन जक्काइस भन्ने एकजना व्यक्तिले सङ्कल्प गरेको छ। अनि यसो त्यो बाटो भएर मात्रै गएको हो, जक्काइसको लागि हिँडेकै होइन, जक्काइसलाई भेट्छु भनेर गएको पनि होइन। तर जक्काइसले त्यो बाटोमा एउटा निर्णय गर्छ, यसो यो बाटै भएर आउँदै रहेछ। अनि यो 3 दिनको प्रोग्राम तपाईँको लागि एउटा झाडी जस्तो भएको छ, एउटा रुख जस्तो भएको छ कि तपाईँ यहाँ आउँदै गर्दाखेरि तपाईँसँग यसो ठोक्किनु भएको छ, तपाईँसँग भेट यसुको भएको छ। अनि परमेश्वरले तपाईँलाई भेट्नु भएको छ। अनि परमेश्वरले यो कुराको प्रतिज्ञा गर्नु छ, छोरा छोरी म तेरो जीवनमा उद्धारको ढोका लिएर आएको छु। जसै तपाईँ मैले सङ्कल्प गर्छ नि परमेश्वर तपाईँ मेरो जीवनमा फर्काउनुहुन्छ। यस्तो प्रकारले मोडिदिनुहुन्छ, म हेर्दा हेर्दै हामी छक्कै पर्छौँ। एक दिनको घटना मेरो जीवनमा मैले अनुभव गरेको कुराहरू। एक दिन पलेटी मारेर प्रार्थना गर्थेँ विवाह गर्नुभन्दा अगाडि। अनि त्यो घटना अहिलेसम्म अनुभव भएको छैन, एकपल्ट अनुभव भयो। पलेटी मारेर प्रार्थना गर्थेँ, म त उठेछु, म त आत्मामा उठेछु। अनि उठेर म त माथि आकाशमा गएर हेर्दै सबै संसार देख्दो रहेछ, सबै भुइँमा मुनि मुनि मात्रै छ, घरहरू पनि। यसो हेरेँ, पहिला त रमाइलो लाग्यो, के देख्दैछु, सबै राम्रो देख्दैछ, सबैको देख्दैछु। अनि झसङ्ग भयो, ला म के भयो अब, म त उठेछु क्या हो। झसङ्ग हुँदै गर्दा त म त बसेर प्रार्थना गर्दै रहेछु। मैले के भाषामा प्रार्थना गरेँ मैले अहिलेसम्म पत्ता पाएन। त्यस्तो प्रकारको शब्द मेरो मुखबाट निस्किँदै थियो। मैले तपाईँलाई बताउँदै गरेको, जब तपाईँले जिन्दगीमा केही गर्ने फैसला गर्नुहुन्छ नि, प्रभुको लागि केही गर्छु भनेर निर्णय गर्नुहुन्छ नि, परमेश्वर तपाईँ र मलाई एउटा एउटा अनुभव गर्ने ठाउँमा पुर्याउनुहुन्छ। त्यो अनुभवले तपाईँ र मलाई परमेश्वरको सम्बन्धभित्र राख्छ, परमेश्वरको नजिकतामा पुर्याउँछ त्यो सम्बन्धले तपाईँ र मलाई। अनि यस्तो प्रकारको सम्बन्ध निर्माण हुन्छ नि, जिन्दगी चाहिँ प्रभुसँगै बित्छ। आमेन। अनि म यसरी विश्वास गर्छु, तपाईँ र मैले पाएको जिन्दगी चाहिँ हरेक दिन इन्जोय गर्नुपर्छ, खुसीको साथ बिताउनुपर्छ। किन हामी दुःखी हुने? यो संसारमा भोकमारी लाग्यो भन्ने सुनेको छ, भोकले मर्यो भनेर कहिले पनि खबर आउँदैन। खानै नपाई मान्छे मर्यो भनेर अहिलेसम्म न्युज आएको छैन। भोकमारी लागेको छ, खाना एकदमै गाह्रो छ भन्ने कुरा सुनेका छौँ, तर भोकै चाहिँ मर्यो भने कहिले सुनेको छैन। किनभने भोक बनाउने परमेश्वर तपाईँ र मेरो परमेश्वर हो, पेट बनाउने परमेश्वर तपाईँ र मेरो परमेश्वर हो। यी सबै उहाँको सिस्टम हो। कोही मानिस पनि भोकले मर्दैन संसारमा, खाना नपाइकन मर्दैन। आज मैले तपाईँलाई बताउँदै गरेको कुरा चाहिँ जसरी जक्काइसले एउटा निर्णय गर्छ, यसो यो बाटो आउनुहुन्छ भनेर। विभिन्न परिस्थितिको बिचबाट तपाईँ र म यहाँ छौँ। कतिलाई कर गरेर आउनुभयो होला, कतिले होइन जाउँ न हेरी पठाउन के हुन्छ र एकचोटि जाउँ न भनेर पनि आउनुभयो होला।
तर याद गर्नुहोस्, तपाईँ यहाँ आउनु नै तपाईँको लागि उद्धारको ढोका खोलिएको छ। जिन्दगीमा थुप्रै प्रकारको कुरा होला, थाकेको होला, अवस्था होला, गाह्रो होला, तर परमेश्वरले तपाईँको लागि उद्धारको ढोका रेडी गर्नुभएको छ। र जसै तपाईँले सङ्कल्प चाहिँ गर्नुहुन्छ नि, त्यो सङ्कल्प पछाडि परमेश्वरले काम गर्न सुरु गर्नुहुन्छ। अर्को पनि एउटा घटना बताउँछु अनि सानो प्रार्थना गरेर अन्त गर्छु। रुथको पुस्तक हामी सबैले पढेका छौँ। त्यहाँ नाओमी भन्ने एकजना छोरी मान्छे हुन्छ अनि उसको 2जना छोरा, एकजना श्रीमान हुन्छ, 4जनाको सुखी परिवार हुन्छ, बडो राम्रो परिवार हुन्छ। अनि ऊ यहुदाको बेथलेम भन्ने ठाउँमा बसेको हुन्छ। अनि बाइबल हामीले पढ्दै गर्दा बेथलेमको अर्थ चाहिँ रोटीको घर भन्ने अर्थ लाग्छ। अनि बेथलेमको घरमा अथवा यहुदाको बेथलेममा चाहिँ अनिकाल पर्छ। मैले बाइबललाई पढ्दै गर्दा जहाँ जहाँ परमेश्वरले प्रतिज्ञा गर्नुभयो त्यो ठाउँमा अनिकाल परेको छ, रिपिट भएको छ। अनिकालहरू, समस्याहरू रिपिट भइरहेको छ। अनि यहुदाको बेथलेममा अनिकाल पर्छ। अनि नाओमी र उसको श्रीमान, उसको 2जना छोराहरू एउटा निर्णय गर्छ परिवारले, अब हामी अर्कै देशमा जाउँ न, मोआबी भन्ने देशमा जाउँ, त्यहाँ जाउँ, व्यापार गरौँ, बिजनेस गरौँ, पैसा कमाउँ, होइन, अलिकति राम्रो जीवन जिउँ भन्ने एउटा सङ्कल्प साथ, निर्णय साथ उनीहरू के गर्छ, त्यहाँदेखि आफ्नो ठाउँलाई छोडेर निस्किन्छ। निस्किसकेपछि त्यो मोआबी भन्ने ठाउँमा गइसकेपछि उसको छोराहरू बढ्छ, विवाह गर्छ। 2जना बुहारी हुन्छ, 2टा छोरा हुन्छ, श्रीमान हुन्छ, बडो आनन्दको जीवन जिरहेको हुन्छ। एक दिन यस्तो घटना घट्छ, श्रीमान पनि मर्छ अनि 2जना छोराहरू पनि मर्छ। त्यो जस्तो के भन्छ, एउटा कालो दिन भन्न मन पराउँछु म नाओमीको लागि। उसले जस्तो प्रकारको सोचेर त्यो ठाउँमा गयो, उसले सोचे जस्तो एउटै पनि भएन। अनि त्यतिखेर साह्रो पिर पर्छ, किनभने सन्तान भन्ने कुरा कति महत्त्वपूर्ण हुन्छ। श्रीमान पनि छैन, छोराहरू पनि छैन, मर्यो सबै। अब के गर्ने, सोचेको जस्तो जिन्दगी भएन। ठुलो सपना लिएर गएको हुन्छ मोआबी भन्ने देशमा, जहाँ चाहिँ परमेश्वरलाई नपुज्ने मानिसहरू बसोबास गर्छ, जहाँ परमेश्वरलाई आदर नगर्ने मानिसहरू बसोबास गर्छ, त्यो देशमा जान्छ। अनि 2जना छोरा गुमाउँछ, श्रीमान गुमाउँछ। तर मिठो कुरा त्यहाँ एउटा घटना घटेको छ। अनि नाओमीले उसको बुहारीहरूलाई भन्छ, तिमीहरूको उमेर छ, अब विवाह गर जाऊ भन्दै गर्दाखेरि चाहिँ कोही पनि मान्दैन। एकछिन पछिबाट एउटा बुहारीले भन्छ ठिकै छ, अनि एउटा बुहारी जान्छ। एउटा बुहारी चाहिँ ढिट भएर बस्छ। कसरी बस्छ अरे? ढिट भएर बस्छ। कसरी बस्छ अरे? ढिट भएर बस्छ। अनि ढिट हुनुको पछाडि एउटा शब्द चलाएको छ त्यो बुहारीले, तपाईँ जहाँ जानुहुन्छ म त्यहीँ जान्छु, तपाईँ जे खानुहुन्छ त्यही खान्छु, तपाईँ जहाँ बस्नुहुन्छ म त्यहीँ बस्छु। अनि अन्तिममा लेखेको छ, तपाईँ जुन परमेश्वरलाई पुज्नुहुन्छ म त्यही परमेश्वरलाई पुज्छु। आमेन। तपाईँ जुन परमेश्वरलाई पुज्नुहुन्छ म पनि त्यही परमेश्वरलाई पुज्छु भनेर रुथको पुस्तक 1 अध्यायमा हामी यो घटना पाउँछौँ। अनि नाओमीले एउटा सन्देश सुन्छ, एउटा खबर सुन्छ। आमेन, आमेन। नाओमीले के सुन्छ अरे? एउटा खबर सुन्छ अनि एउटा सन्देश सुन्छ। त्यो सन्देश चाहिँ के हो भन्दै गर्दाखेरि, मैले छोडिआएको देशमा सहकाल फर्केछ। आमेन। मानिसले अन्न प्रशस्त मात्रामा कट्नी गर्न सुरु गरेछ। मैले छोडेर आएको ठाउँमा अब के भएछ? सहकाल फर्केछ। परमेश्वरले आशीषित गर्नुभएछ। यो खबरले बडो उत्साहित हुन्छ। त्यसपछि अनि एउटा खबर सुन्छ। त्यो खबर चाहिँ मैले छोडिआएको देशमा सहकाल फर्केछ। के फर्केछ अरे? सहकाल फर्केछ। मानिसले खाना पाउन सुरु गरे, प्रशस्तको जीवन त्यहाँ जिउन थालेका छन्। सन्देश आयो अनि त्यो सन्देश आउँदै गर्दा बडो आनन्दित हुन्छ। तर एउटा कुरा चाहिँ साह्रो पिर पर्छ नाओमीलाई, म कसरी जाउँ अब?
किनभने त्यो दिन मलाई अप्ठ्यारो पर्दै गर्दा मैले त्यो भूमि छोडेको, त्यो गाउँ, त्यो देश छोडेको। अब म फर्केर जाँदा के भन्छ होला? नेपाली शब्दमा त थुप्रै कुराको अर्थ लाग्छ होइन र? देखिस् ठुलो भाग खाना गएको थिइस् नि, थाहा पाइस् होइन र? बरु एक थप्पड हिँडाएको मान्छेलाई केही पिर पर्दैन कि यो शब्दले जिन्दगीभर बोल्छ। यस्तो वर्डले मान्छेलाई यस्तो साह्रो चोट लाग्छ, त्यो वर्डहरूले नि, शब्दले, अनि त्यसले उसलाई भित्रबाट एउटा रिग्रेट फिल गर्छ। तर अन्तत उसले एउटा डिसिजन गर्छ, होइन जे भनौँ मैले फैसला गर्नुपर्छ, म जानुपर्छ। अनि उसले रुथलाई लिएर आफ्नो घर फर्किन्छ। अनि फर्किँदै गर्दाखेरि सोचे जस्तो केही पनि भएको हुन्छ, सबै अप्ठ्यारो हुन्छ। अनि रुथले सिलाबाला गरेर जीविका धान्दै गरेको हुन्छ। त्यो क्रमबद्ध हुँदै जाँदाखेरि एक दिन रुथको विवाह एकजना व्यक्तिसँग हुन्छ। बोझ भन्ने व्यक्तिसँग रुथको विवाह हुन्छ। अनि मिठो कुरा चाहिँ के भन्नु तपाईँलाई थाहा छ? आमाहरूको लागि सन्तान कति महत्त्वपूर्ण कुरा हो। बाउबाट जहिले पनि सन्तानको उत्पादन हुन्छ। अनि बाउ भने चाहिँ को भन्दै गर्दाखेरि तपाईँ मात्रै बाउ होइन, हाम्रो परमेश्वर पनि बाउ हो। आमेन। बाउको चाहिँ वंश हुन्छ। अनि तपाईँ र म चाहिँ परमेश्वरको वंशका मानिस हौँ। अनि त्यो दिन नाउँ मैले यस्तो मनमा सोच्छ, मेरो वंश मास्यो, मेरो सबै कुरो मास्यो, अब सबै कुरो हरायो, अब मेरो वंश चाहिँ सधैँभरिको लागि निमेन्टेन नै भयो, अब के गर्ने? त्यो अवस्थामा रुथले बोझ भन्ने व्यक्तिसँग विवाह गर्छ। अनि विवाह गरिसके पछाडि एउटा छोरा जन्मिन्छ। अनि त्यसको छोराको नाम चाहिँ ओबेद भनेर राख्छ। अनि ओबेद चाहिँ इसैको बुवा हुन्छ, अनि दाउदको बाजे हुन्छ। अनि यीशु चाहिँ दाउदको वंशबाट यस पृथ्वीमा उद्धारकर्ताको रूपमा जन्म लिएर आउनुहुन्छ। मैले तपाईँलाई बताउँदै गएको कुरा, एकजना व्यक्तिले निर्णय गर्दै गर्दाखेरि यो संसारमा फरक ल्याउँदो रहेछ। अनि म यसरी भन्न मन पराउँछु, आज त्यो एकजना व्यक्ति चाहिँ तपाईँ र म बन्नुपर्छ। यहाँ हुने हरेक व्यक्ति बन्नुपर्छ कि तपाईँ चाहिँ त्यो एकजना व्यक्ति हो। तपाईँ जिन्दगीको परिस्थितिबाट, जिन्दगीको अप्ठ्यारो ठाउँबाट यदि प्रभुको लागि फर्किनुहुन्छ भने तपाईँको लागि परमेश्वरले उद्धारको ढोका मात्रै होइन, तपाईँको लागि पुस्तकको लागि आशिषको स्रोत खोल्नुहुन्छ। आमेन। अनि नाउँ मैले सोचेको थियो मेरो पुस्ता मासिन्छ होला, तर याद गर्नुहोस् एकजना व्यक्ति प्रभुलाई म प्रभुको पछि लाग्छु, म अब मान्छु भनेर फर्किँदै गर्दाखेरि नि उसको पुस्ता सधैँभरिको लागि परमेश्वरले कायम राख्नुभएको छ, सधैँभरिको कायम राख्नुभएको छ। अनि त्यो परमेश्वरलाई पुज्ने तपाईँ र म हो। अनि निर्णय छ के नाउँले जस्तो हामी पनि फर्किने निर्णय गर्न सक्छौँ। तपाईँ र मेरो लागि मौका छ, तपाईँ र मेरो लागि मौका छ। यो मौका परमेश्वरले किन दिनुभयो, तपाईँहरूलाई यस ठाउँमै किन ल्याउनु भयो? यही कुरा बुझाउनका लागि परमेश्वर तपाईँलाई यस ठाउँमा ल्याउनु भएको छ। जसै तपाईँ फर्किनुहुन्छ नि परमेश्वरले तपाईँको लागि ढोकाहरू रेडी गरेर राख्नु भएको छ, तपाईँको लागि बाटोहरू तयार गर्नुभएको छ, तपाईँको लागि धेरै कुरा परमेश्वरले साँचेर राख्नु भएको छ। तर प्रश्न यहाँ छ, के तपाईँ म फर्किने निर्णय गर्छु कि यो खाना खानुभन्दा अगाडि, लन्च ब्रेकमा जानुभन्दा अगाडि तपाईँहरू मेरो लागि एउटा सङ्कल्प गर्नुपर्ने कुराहरू, तपाईँहरू मेरो लागि निर्णय गर्नुपर्ने कुराहरू छ। धेरैपल्ट हामी याद गर्छौँ सन्তুष्टिसहितको भक्ति ठुलो लाभ भन्छौँ, तर कहिलेकाहीँ हामी धेरैपल्ट भक्ति त हुन्छौँ, भक्ति त गर्छौँ, तर कतिपल्ट हामी सन्तुष्टि जीवन जिउन सक्दैनौँ। हामी चर्चमा जाँदा जाँदा पनि हामी असन्तुष्टि जीवन जिइरहेका हुन्छौँ। प्रार्थना गर्दा गर्दा पनि तपाईँहरूमा असन्तुष्टि जीवन जिइरहेका हुन्छौँ। कता कता तपाईँमा के मिल्दैन। दिनरात तपाईँहरूमा चर्चमा धाउँदा पनि कता कता तपाईँहरूको विचारहरू गलत ठाउँमा पुगिरहेको हुन्छ। अनि यो कुरा भन्न मन पराउँछु कि आज निर्णय गर्ने समयभित्र तपाईँ र म छौँ। अनि परमेश्वरले यो मौका तपाईँ मेरो राख्नु भएको छ, यो घडी परमेश्वरले तपाईँ मलाई दिनुभएको छ कि हामी निर्णय गर्ने ठाउँमा छौँ। कि हामी आफैलाई भन्छौँ प्रभु म चाहिँ तपाईँको सेवाको लागि हो। त्यो दिन मैले पटलाउँदै गर्दा जीवनमा एउटा निर्णय गरेँ, प्रभु तपाईँको काम चाहिँ अब म गर्छु। सबैले ढाँट्यो होला केही छैन प्रभु, तर म चाहिँ ढाँट्दिनँ तपाईँलाई। अब म तपाईँलाई धोका दिँदिनँ। मैले जीवनमा थुप्रै कुरा अनुभव गर्नु पऱ्यो, त्यो जीवनमा थुप्रै कुरा आए तापनि म चाहिँ तपाईँलाई धोका दिन्न प्रभु, म तपाईँको काम गर्छु। अनि त्यो दिन मलाई सम्झना आउँछ कि त्यो दिन मैले भनेको कुराहरू परमेश्वरले सुन्नु भएको छ। अनि मेरो जीवनमा थुप्रै प्रकारको उतार चढाउहरू पनि आएको हो, तर म आज यहाँ किन छु भन्दै गर्दाखेरि यही कुरा बताउनको लागि परमेश्वरले तपाईँ र मेरो लागि राख्नु भएको हो। आमेन।
कि परमेश्वरले तपाईँलाई प्रेम गर्नु छ, तपाईँलाई वास्ता गर्नु छ, तर तपाईँको चाहना के छ? त्यो दिन दानियल भन्ने व्यक्तिले एउटा निर्णय गर्छ, राजघरानाको खाना खान इन्कार गर्छ। इन्कार गर्ने पनि ठुलो कुरा हो। इन्कार गर्नु पनि, गलत कुरामा सहभागी नहुनु पनि, सहमति नहुनु पनि तपाईँ र म आत्माले भरेको प्रमाण हो। सही डिसिजन जीवनमा लिनु पनि तपाईँ र म आत्माले भरेको एउटा प्रमाण हो। हामी आत्माले भरिँदै गर्दा कतिपल्ट लड्छौँ, कतिपल्ट थुप्रै कुरा हुन्छ। म आफैले जीवनमा थुप्रै अनुभव गरेर गएको छु, तर कतिपल्ट सही डिसिजन जीवनमा लिनु पनि आत्माले भरिएको व्यक्तिले मात्रै गर्छ। आत्माले भरिएको व्यक्तिले जीवनमा सही फैसला गर्छ, आवेशमा केही पनि गर्दैन। अनि तपाईँ र म चाहिँ परमेश्वरले आत्माले भर्नका लागि, तपाईँ र मलाई भरपुरीको जीवन दिनका लागि यो कार्यक्रममा तपाईँ र मलाई जोड्नु भएको छ। अनि यो कार्यक्रम चाहिँ यस्तो कार्यक्रम हो जुन ठाउँमा तपाईँ आउँदै गर्दा तपाईँको भेट यीशुसँग भएको छ, तपाईँको भेट परमेश्वरसँग भएको छ, तपाईँको परिस्थितिको भेट यीशुसँग भएको छ। अनि यसुले तपाईँलाई देख्नु भएको छ। अनि तपाईँले यसु हुनुहुन्छ भन्ने कुरो तपाईँले आफ्नो जीवनमा प्रमाणहरू प्राप्त गर्नुभएको छ। अनि यो समय हामी एउटा निर्णय गर्छौँ, जसै हामीले जीवनमा थुप्रै कुरो गरेनौँ अहिलेसम्म, तर एउटा फैसला जुन कुरा तपाईँको जीवनलाई फरक बनाउँदैछ। अनि यतिखेर आफ्नो आँखालाई बन्द गरिकन आफ्नो ठाउँमा खडा भइकन हामी यतिखेर कसैको लागि निर्णय गर्दैनौँ, व्यक्तिगत जीवनमा हामी निर्णय गर्छौँ। अनि आफैले आफैलाई भन्छौँ तपाईँ कस्तो भन्ने कुरो तपाईँलाई राम्रोसँग थाहा छ। तपाईँ कस्तो कस्तो परिस्थितिको बिचबाट भएर जानुहुन्छ, तपाईँ कस्तो कस्तो आचरण बोकेर आउनु भएको छ, कस्तो कस्तो मनस्थिति बनाएर तपाईँ यहाँ आउनु भएको छ, तपाईँको जीवनको आचरण जीवनशैली कस्तो कस्तो छ तपाईँलाई राम्रोसँग थाहा छ। तर यतिखेर म यो भन्न मन पराउँछु, तपाईँले आफैले आफैलाई भन्नुहोस्, प्रभु म यहाँ छु अनि म यो निर्णय गर्दैछु अबदेखि मेरो जीवनबाट म तपाईँको सेवा गर्न चाहन्छु। तपाईँको काम गर्नको लागि म निर्णय गर्दैछु। जीवनमा थुप्रै कुरा गर्नुभएला, थुप्रैपल्ट मानिसलाई भन्नुभएला, आज तपाईँले प्रभुलाई साक्षी राखिकन प्रभुको अगाडि तपाईँले भन्नुहोस्, प्रभु म तपाईँको कामको लागि यहाँ छु, तपाईँको सेवाका लागि म यहाँ छु, तपाईँ र म सेवाका लागि यहाँ छौँ। परमेश्वर तपाईँलाई सेवाका लागि खडा गर्नुभएको छ। यत्रो ब्रह्माण्ड संसारबाट तपाईँ र मलाई चुन्नु भएको छ, यत्रो संसारबाट तपाईँ र मलाई छान्नु भएको छ एउटै उद्देश्यले। अब मेरो छोराले मेरो छोरीले मैले छोडेको अधुरो कामलाई पुरा गर्नेछ, अधुरो कुरालाई त पुरा गर्नेछ। अनि परमेश्वर तपाईँ र मलाई छान्नुको पछाडि एउटै मात्र उद्देश्य छ, अब तपाईँ चाहिँ येशूको पछि लाग्ने व्यक्ति हो, येशूको पछाडि हिँड्ने व्यक्ति हो, येशू सँगसँगै हिँड्ने व्यक्ति हो। अनि जीवनमा थुप्रै प्रकारको परिस्थितिहरू पनि आएको छ, तर यतिखेर म तपाईँलाई भन्न मन पराउँछु, जसै एकजना व्यक्ति जक्केस भन्ने व्यक्तिले येशूलाई हेर्ने निर्णय गर्छ, उसको जीवनमा उसको घरनामा उद्धार आएको छ, उसको जीवनमा परिवर्तन आएको छ, उसको जीवनमा बदलाव आएको छ, उसको जीवनमा परमेश्वरको महिमाले घेरेको छ। अनि परमेश्वरको महिमा उसको घरनाभित्र ढोकाहरू खोलिएको छ। अनि त्यही परमेश्वर आज तपाईँ र मलाई पनि यस ठाउँमा डोरिएर ल्याउनु भएको छ। त्यही परमेश्वरले तपाईँ र मलाई यस ठाउँमा ल्याउनु भएको छ यही कुरा बुझाउनको लागि। जसै तपाईँले जीवनमा निर्णय गर्नु छ, येशूलाई हेर्ने परिकल्पना गर्नु छ, सङ्कल्प गर्नुहुन्छ, परमेश्वरले तपाईँ र मेरो लागि ढोका खोल्नु भएको छ। आज यो मौका परमेश्वरले तपाईँलाई ढोका खोल्नु भएको छ। के तपाईँ निर्णय गर्न रेडी हुनुहुन्छ? के तपाईँ निर्णय गर्न रेडी हुनुहुन्छ? यतिखेर म एउटा दृश्यलाई देख्दैछु। त्यो यस्तो दृश्य छ जो बादलमा इन्द्रेणी लाग्दै गर्दाखेरि नि त्यहाँ परमेश्वरले नोआलाई भन्नुहुन्छ, जब जब तिमीले यो देख्छौ तिम्रो मेरो सम्बन्धको एउटा करार हो। अनि त्यो इन्द्रेणी यस्तो प्रकारले यस ठाउँमा घेरेको छ, अन्त कलर भएको इन्द्रेणीहरू देखा परेको छ। अन्त इन्द्रेणीले तपाईँ र मेरो यस ठाउँलाई घेरेको छ, यस्तो प्रकारले घेरेर राखेको छ। अनि म यसरी भन्न मन पराउँछु, तपाईँको जिन्दगीमा कति ठुलो कुराहरू होला, तर याद गर्नुहोस् आज परमेश्वर तपाईँलाई सुरक्षाभित्र राख्नु भएको छ। तपाईँ आज सेफ हुनुभएको छ, तपाईँ सुरक्षाभित्र हुनुहुन्छ। तपाईँलाई परमेश्वरले सुरक्षाभित्र राख्नु भएको छ। थ्याङ्क यू मिठो उपस्थितिको लागि धन्यवाद, धन्यवाद, धन्यवाद प्रभु।
धन्यवाद प्रभु, सबै कुरामा तपाईँले सहायता पुर्याउनु भएको लागि, आफ्नो उपस्थिति दिनुभएको लागि हृदयबाट धन्यवाद प्रभु। यतिखेर हरेक व्यक्तिले निर्णय गर्नुभएको छ अनि हरेक व्यक्तिले गरेको सङ्कल्प निर्णय प्रभु तपाईँको अगाडि ढोका खोल्ने बाटो हो। धन्यवाद परमेश्वर, थ्याङ्क यू, धन्यवाद 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 धन्यवाद, थ्याङ्क यू। सबै कुराको लागि तपाईँलाई नै महिमा होस्। हाम्रो जीवनको कर्ता येशू प्रभुको नाममा आमेन। हजुर बस्न सक्नुहुन्छ। यस समय जब संसारको बाहिर